आदरणीय साथीहरु नमस्कार। यो हाम्रो पीसीवाई को ब्याचिङ प्लान्ट हो। पीसीवाई को ब्याचिङ प्लान्टमा पीसीवाई को प्रिकास्ट यार्डको चाहिँ ब्याचिङ प्लान्ट हो। ब्याचिङ प्लान्टमा के हुन्छ भनेपछि यहाँ चाहिँ यता यी गिटीको थुप्रो छ, यता बालुवाको थुप्रो छ। जुन अगाडि गाडी लगाएको देख्नु भएको छ त्यहाँ भित्र स्टोर छ, त्यो हालेर सिमेन्टी बनाएर यहाँ चाहिँ कंक्रिट बनाउने हामीले। यो कंक्रिट चाहिँ मिलरहरु यहाँ लाइन लगाएको छ। है कंक्रिट डेलिभरी गर्ने गाडीहरु हो यिनीहरु। यो चाहिँ हाम्रो पीसीवाई को यार्ड हो के। अनि यहाँ चाहिँ उ माथि लगाएको छ ग्यान्ट्री किरणहरु। यो ग्यान्ट्री किरणहरुमा चाहिँ के हुन्छ भन्दाखेरि त्यो तल जुन फर्माहरु लगाएको छ सटरिङको, त्यो फर्मामा स्टिल बाँधेर क्रेनबाट उठाएर हालेर सटर लगाएर कंक्रिट गरेर चाहिँ हामीले सेगमेन्ट भन्ने एउटा वस्तु बनाउँछौं। उहाँ पर देखिएको सेगमेन्ट त्यो कास्टिङ गरेपछि त्यो कति हुन्छ भन्दाखेरि 28 मिटर लामो, 2 मिटर चौडाई, 5 मिटर हाइटको त्यो बनाएर चाहिँ 7 दिनसम्म पानीले क्युरिङ गरिसकेपछि त्यसलाई साइडमा लिएर जान्छौं। साइडमा लिएर गइसकेपछि चाहिँ त्यसलाई के गर्छौं भन्दाखेरि डेरी क्रेन मार्फत माथि उठाएर ड्राई म्याच गर्छौं। ड्राई म्याच गरिसकेपछि चाहिँ ग्लु हुन्छ एउटा किसिमको सुपर ग्लु जस्तै केमिकल मिलाएर चाहिँ जोडेर यसरी ब्रिज बनाउँछौं। त्यहाँ चाहिँ भित्र केबल स्टेशनको काम हुन्छ, स्टे केबलको काम हुन्छ, ग्राउटिङको काम हुन्छ, सटरिङको काम हुन्छ, एक्सटेन्सन जोइन्टको काम हुन्छ, की सेगमेन्टको काम हुन्छ, अनि हाइड्रोलिक प्रेसरको काम हुन्छ। त्यो सबै भइसकेपछि चाहिँ ठुला ठुला तपाईको लगभग 10 टन सामान राखेर गाडीलाई चाहिँ 36 घण्टासम्म घुमाइन्छ ताकि त्यसको लोड टेस्ट सक्सेस होस्। यो चाहिँ हाम्रो नेपाली दाजुभाइहरु हुन्। यहाँ स्टोरमा चाहिँ सिमेन्ट लिन आएका हुन्। यिनीहरुले चाहिँ ग्राउटिङको लागि आज 1000 बोरा सिमेन्ट अनि त्यसपछि गिट्टी लिएर जाने हो। त्यो लिएर गएर चाहिँ अनि ग्राउटिङको चाहिँ सामान बनाएर मेसिनमा हालेर मेसिनबाट प्रेसर दिएर चाहिँ बगाउने हो। यो चाहिँ हाम्रो चाहिँ पीसीवाई को यार्ड हो है साथीहरु। यो चाहिँ राघवपुर भन्ने ठाउँमा पटनाको एउटा चाहिँ दुईटा नदीको बीचको एरियामा, जुन पटनाको गंगा नदीको बीचको राघवपुर एरियामा चाहिँ न्यू गंगा ब्रिज प्रोजेक्ट चलिरहेछ 6 लेनको 9.5 किलोमिटरको। त्यही ब्रिजको चाहिँ प्रोजेक्टको पीसी प्रिकास्ट यार्ड हो है साथीहरु।